एक्सन त मुला चाहिँ मैले त्यत्रो बोलाउने बेलासम्म कहाँ मरेको थिएँ एक्सन ए तलाई इज्जत एक्सन अब सदस्य तिमीहरू यही माथि खनिनु छैन। आज हाम्रो जेठाजु बुहारीको सुटिङ कति एपिसोड दिदी 22 एपिसोड हामी खिच्दैछौँ गाइस। हुनुहुन्छ हाम्रो चङ्गुडन जेठाजु जेठानी सौता दिदी छैन क्या डर लाग्यो क्या सुरुमै डाइलग आयो रोल रोल एक्सन उसलाई लिएर जा रे उसलाई लिएर जा रे फेरि फेरि फ्लो भएन दाइको फ्लो भएन उसलाई लिएर जा रे यसलाई लिएर जा रे त्यो झन् बिसाउनु तपाईँ पर्यो के अरे के अरेबाट जानुहोस् के अरे दोस्रोमा तेस्रोमा तैँले भन्न खोजेको के भन्ने भने उठ्ने लिउँ एक्सन के रे उसलाई लिएर जा रे यसलाई लिएर जा रे आखिर तैँले भन्न खोजे के हो भएन के भएन डबल हो क्या अझै बुद्धि बुझेन ल फेरि भन्नु न तैँले भन्न खोजेको चाहिँ के भनेपछि अनि ती उठा पहिला भन उठ अनि दोस्रोमा तैँले भन्न खोजेको चाहिँ के भनेपछि अनि त्यसो गर्ने ल जाउँ जाउँ अनि चाहिँ एक्सन के रे तैँले भन्न खोजे चाहिँ के फेरि फर्स्टमा भने उल्टो हो क्या त्यो लास्टमा यसलाई लिएर जा रे तपाईँले भने यसलाई लिएर जा अरे एक्सन के रे उसलाई लिएर जा रे उसलाई लिएर जा रे तैँले भन्न खोजेको चाहिँ ल सुर्ती छैन खुवाइने हालेको छ अर्के भनेर ल ल जाउँ एक्सन के रे यसलाई लिएर जा रे यसलाई लिएर जा रे आखिर तैँले भन्न खोजे चाहिँ के हो जङ्गु यही बेला हो अधिकार खोज्ने बरु छुट्टै बसे नि बसुन्ला पास ल यता मास्टर जाउँ गाइस म हजुरलाई एउटा कुरा भन्छु मेरो सिन सकेर म के एकछिन बसेको यहाँ है दिनभरि मेरै सिन मात्र छ मेरै सिन मात्र छ है थका लगाएर बसेको अहिले सिन नहुँदा पनि यहाँ बस्नु पर्यो अरे यता सिरियलमा पनि दुश्मन छन् रियलमा पनि दुश्मनी दुईजना अब म के गर्ने कमेन्ट बक्समा भन्नु होला होइन रियलमा दुईजना को तोकेर भन्ने तोकेर भन्ने 3 जना देखियो अहिले होइन तर 2 जना हुन् दुश्मन अहिले मलाई त्यहाँ आएर बस भनेको हो 2 जना हो कि नै सुटिङ देख्न जानुहुन्छ भने म तपाईँलाई देखाइदिन्छु यो घरमा मैले बारम्बार भनेको छु सबले आफ्नो पेटका लागि आफै के गर्ने दुःख गर्ने भनेपछि ल जाउँ ल यति मात्रै यिनी पनि दुश्मनै हुनु है मलाई अहिले भर्खर उठ भन्ने रेडी रेडी रोलिङ एक्सन अनि जानुका अर्को एउटा कुरा दिन प्रतिदिन के भन्ने अरे छ जङ्गु छ अब हेर बिस्तारै हेर सोचिराख्ने अनि गऱ्यौँ भयो पुग्छौँ ल ल पुग्दिने अँ ल रोलिङ एक्सन छ जङ्गु छ के भयो जङ्गु तिमीलाई गर्मी भयो पुग्दिन्छु ल कट अनि डाइलेक्ट सुरु नभएको होइन र अहिले मारिदिन्छु नि इन्टरल कट भन्छु त्यही त मलाई डाइलेक्ट भएको अरे होइन मतलब त्यतिकै बसिरहेको थियो। यी तल बसेर खिचौँ छ कट अँ कस्तो कृष्ण दाईको ल हेर यसरी दिन रात झगडा गरेर हुँदैन अब सुख पाउन आएको होइन तिमी यसरी दुःख मात्र हुन्छ मिल्नुपर्छ जानुकासँग बुझ्यौ भन्ने गाइस हाम्रो म सबै खाइदिन्छु अनि यता करेन्ट छ अब पानी पर्ने जस्तै बस्छ यहाँ
अनि म चाहिँ स्याउ खान्छु। हाम्रो सौता दिदीको के भन्छ पसलबाट लिएर आएको यो स्याउ। करेन्ट पनि आइसक्यो। गाइस करेन्ट पनि आइसक्यो होइन। के पो भयो यार, करेन्ट पनि आइसक्यो। स्याउ छँदैछ खाइरहेको। अनि अर्को चाउचाउ पनि आइसक्यो। अब करेन्ट पकाएर खाने हामी चाहिँ। फेरि पुरानो साडी लगाइने यिनले। जङ्गुडन आयो जङ्गुडन। ए हेलो ब्लग हो। दिन सबैलाई एउटा लान्छु म। ल मिठो रहेछ है साउ त। साउ मिठो। हेलो गाइस, हामी चाहिँ अहिले चाहिँ हाम्रो खाजा खाने टाइम छ। अनि खाजा खाने बेलामा पकाउने सिन पनि परेको छ होइन। जेठाजु दाजु यस्तो खाँदै आउनुभएको छ एक्लै एक्लै होइन। अनि अब त्यो सबै चाउचाउ हालेर पकाउने रे होइन। अन्त फुलेर सेम गडेउला जस्तो गडेउला जस्तो त्यो कसले खान्छ। त्यही भएर मैले यति बाटी चाहिँ नि म। अनि त्यही भएर मैले अलग्गै राखेको। अनि एउटा यो पनि राखेको थिएँ कि यो पनि झिकेर खाएर यति मात्र बनाइदिएछन्। त्यो पनि म यसमा मिक्स गरेर खान्छु। तर एउटा चिज मिस भएको छ यसमा चाहिँ, अन्डा छैन। इज माई फेभरेट अन्डा चाहिँ साउन्ड बारे होला नि त। साउन्ड छैन उता रहेछ एउटा निकालेर खान्छु। गाइस अन्डा छैन भनेको उता काचै खाऊ काचै। तपाईँले नि साउन्ड हो ए होइन कि मैले यो खाएँ अब एउटा चिज कमी भयो के भनेको अन्डा भने अन्डा छैन भनेको यतातिर रहेछ कि। यता हुनुहुन्छ हाम्रो जेठाले दिदी होइन। मेरो भ्लग हेरेर हजुरलाई रमाइलो लाग्छ कि नै कमेन्ट गर्नु होला है। मेरो भ्लग हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। म पनि हो लाइसक्यो मलाई त। यो अहिले म यसमा मिक्स गरेर खाने हो क्या। त्यही कला पनि नदिकन राख्छु। यति राख्दै खानु मिक्स गरेर खानु। जाऊ न है जाऊ त। मलाई मेरो बुढी कस्तो मनपर्छ। हुँदैन तपाईँको बुढीलाई उही घर घर किनिदिने यहाँ अर्का बुढी। के गर्नु मेरो फरिया फुस्केछ छैन त। त्यसमा हुँदैन भाँचिन्छ क्या। त्यो निकाल्नुपर्छ। छिर्दै अहिले छिराएको उता जिन्दगीमा केही नजाने पनि एउटा साडी लाउन चाहिँ जानेछु है। छिटो जाऊ न है, फ्रेममा जाऊ। ढिलो भइसक्यो यार। गरम छिटो गाई जान्छ कुठानी गाई घाट हामी हो अहिले। अनि भोलि सुटिङ भने होइन भोलिकै उठ्यो आवाज के हो कुरा जाने यहाँ जाऊ न यो त आधा खाइ मेला हाल्ने भने किन हुँदा पुग्छ त्यहाँ हेर्नु यहाँ त अरू किन नहालेको यो गाइस फाइनल भयो। गाइस
यता एउटा पाकेछ, यता मेरो अलग्गै मैले पकाएर खाने यता पाकेछ है। अनि यतातिर जाउँ, मान्छेहरूलाई हो कस्तो छ म हजुरलाई खाएर देखाउँछु ल गाइज। मान्छेछिन् दिदीले म चाहिँ खान्छु अनि तपाईँहरूलाई देखाउँछु ल। म चाहिँ खान्छु अनि तपाईँहरूलाई देखाउँछु ल। देखे खान्छु ल। म देखे खाने आज अलग्गै चाउचाउ बनाएको अरे ढेँडो बनाएको ढेँडो यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। ढेँडो भयो यो पुरै, यो त म खान्न। अनि मेरो अलग्गै यहाँ पाक्यो ढेँडोहरू खाने। बस्नु त पोजिसन बस है, क्यामेरा लजाउँ सर। ल गर त्यसरी होइन, कसरी समाते थियो ल माथि छ हात पहिला हो यहाँ छ यहाँबाट जानु हो त्यसो गर ल, त्यति गर भयो। त्यति ल त्यति नजिक ल्याउने, क्यामेरा आउँछ, क्यामेरा आएपछि ल एउटा सिन गरेर फोटो निस्केनु है त्यो ठाउँमा। भयो। मेरो कुरो सुन है, अप्ठ्यारो होला। पहिला मेरो कुरो सुन सबैले। टक्क आउने, क्यामेरा आइसकेपछि मेरी सौता बहिनी त अर्काको लोग्ने फसाउँदै हिँडेको त यति बल छ भने म आमाको दुध खाए छोरीको कति बल होला, आइज भन्ने समातिरहेको छ नि, लो आइज भन्ने हो है। मेरी सौता बहिनी यत्रो बल छ भने म आमाकै दुध खाएको छु कति बल हो, आइज ल जुत्न आइज भन्ने क्या, नछोड्ने। कति बल होला ल ल जाउँ ल न्यु। पोजिसन देखाउ न तिमीहरूको पहिला कसरी हुन्छ ल। एक्सन। ल फेरि फेरि ल फेरि ल अब आफै खेल्ने हो क्या, तिमीहरू आफै खेल न बल लाउन बुझ। ल क्यामेरा क्यामेरा एक्सन। डाइलेक्ट। मेरी सौता बहिनी त अर्काको लोभले फसाउँदै हिँडेको त यत्रो बल छ भने म त झन् आमाको दुध खाएर हुर्केकी छोरी कति बल छ होला। लु आइजु झगडा गर्ने हो पास। ल त्यहीँ बसिरह ल जङ्गे, मलाई हेर्नु है म कहाँ भन्नु। एक्सन। जङ्गु जङ्गे ओइ जङ्गे मेरी सौता दिदी, तिमीले आमाको दुध खाकी छौ भन्छौ, मैले झन् के खाकी छु, मसँग पनि छ नि बल। हेर रिस। एक्सन। त पुला चाहिँ मैले त्यत्रो बोलाउने बेलासम्म कहाँ मरेको थिएँ? तेरो स्वास्नीले मलाई धन्य पारिन। एक्सन। श्रेया इज्जतले बोल। फेरि फेरि इज्जतमा बोल। एक्सन। बोल श्रेया इज्जतले बोल। एक्सन। ए तँलाई इज्जत। एक्सन। ए तँलाई इज्जत। ल अब तल अब त्यो तल ल भएन भएन त्यो त समाधि भयो। भएछ ल ल छोड ल हातबाट तलबाट जान न हो त्यसै गरी न्यु। ल रोलिङ एक्सन। भएन टाइमिङमा चाहिँ ल रोलिङ एक्सन। छोड ल देखाउन नपरोस् नि भन्नु। ल रोल हात छोडे क्यु देऊ क्यु देऊ
छोडेर त्योबाट रोल रोलिङ एक्सन देखाउन नपरोस् नि मास्टर ल आउनुहोस् ल अब रिसाउनु पर्यो है अगाडि आऊ अगाडि आऊ आऊ ल म तमा गइसकेँ सुन जङ्गु म तमा अब गइसकेँ डाउन गर अब सुन जङ्गु सुन जङ्गु अब मलाई के गर्नुपर्छ तिमीलाई थाहा होला है अब मलाई के गर्नुपर्छ तिमीलाई नै थाहा होला ल जाऊ जान्छु ल ल जाऊ ल जाऊ ओके लिम पहिला चाहिँ म तमा गइसकेँ बडा रेडी रेडी रोलिङ एक्सन म तमा गइसकेँ सुन जङ्गु अब मैले के गर्नुपर्छ त्यो तिमीलाई थाहा होला हेर्नु कृष्ण हेर्नु त कट ल एक्सन ल भइसक्यो त गाइज फाइनल्ली हाम्रो खाजा खाने टाइम भएको हो होइन मैले खाइसकेँ हाम्रो खाजा खाने टाइम भएको हाम्रो डाइरेक्टर सरले के खाँदै हुनुहुन्छ त्यसरी मासु अझ मासु पनि खै एक पिस हालिदिनु लेग पिस होइन कि एक पिस हुने हो लेग पिस भन्न खोजेर त्यसो नगरौँ हालिदिनु एक पिस चम्चा ल्याउनु तपाईँको जुठो जाऊ त जाऊ चम्चा ल्याउनु त्यो वाला तरकारी छैन सक्यो हाल्ने मासु हाल 2-3 पिस मासु ल, हाल न खाऊ एउटा यहाँ खान्छु झोल धेरै खानु छ क्या उयो चाउचाउ कसले हाल्थ्यो किचन छ बाबा सब मैले गर्दा हो त्यसो नि यहाँ चाहिँ भात हुँदैछ गिरिन्छ नि त हाम्रो जेठाजु बुहारीमा यस्तो छ गाइस चाउचाउ थप्नु सर लाउनु चाउचाउ थप है सबैजना दिदीलाई ल म चाहिँ खान्छु ल गाइस तपाईँ हेर्नु ल मैले खाएको खान्छु ल हेर्नु सो अघि माग एक पनि छ यसमा एक पनि छ अनि चिकन पनि छ यस्तो खाएपछि त म मोटै हाल्छु नि हेर्नु गाइस एडभान्स कति थोरै हालिदिनु त मलाई नि एडभान्सको अझ अझ भटमास ए भगवान् अचार पो रहेछ भटमा साँधेको यो खाएपछि किन पालेको भन्छ नि त उखान छ त अब त्यो भट खाएको सर चाउचाउ हाल्दैन फेरि कसले हाल्नु चाउचाउ तपाईँले हाल्ने सुप्री हाल्ने दिदी हो भने चाउचाउ हालेर होइन तपाईँ हाल्नु अनि मलाई पनि त्यो हाल्दैन अनि अलिकति पर जानु पर्यो खाएको देखिएन क्या त्यहाँ चिसो चाउचाउ के हाल्ने ढुस्सा भइसक्यो के चिसो हो गाई चाहिँ होइन भयो भयो त्यो गर्दा गर्दा सिन गर्दा गर्दा तातो खानै पाएन ल चिसो भयो नि के हाल्नु यस्तै हो दाल मर्च चिउरा त खानु पर्छ मिठो हुनु भन्नु 9 बजे पकायो 5 बजे खाएर बिर्स्यो कहाँ कौन बिर्स्यो याद छ त्यहीँ त खायो ए गोठालामै दिनु दाइको सुटिङमा कस्तोमा निरा सामान कति बेर पछि खाएको होइन निरासँग पनि 5 बजे खायो हाम्रो होइन अरू ठाउँमा त्यस्तो हुन्छ तर गोठालोमा टाइममै हो गोठालो खाना खाने ढिलो होस् चाँडो होस् खाना 11 बजे नै हुन्छ 11-12 बज्छ तर सिन हुनेले सिन खिचिरहन्छ खाना पाउँछ मान्छेहरू नहुनेले सुत्ती खाएर आउँछ खाना चाहिँ खाना दाल हुन्छ तरकारी हुन्छ अचार हुन्छ मासु हुन्छ के अहिले उसमा पनि हो केमा सरको सुटिङमा कस्तो हजुर सुटिङमा बमसँगले घरसँग हटेर 10 बजे जहाँ पनि हो अब सुटिङमा थाहा के कतन भनेपछि बिहान खाना खोज्छन् होइन बिहान खाना खाएर खाना टाइममा भुजा चाउचाउ दिन्छन् खाना चाहिँ 4 बजी हुन्छ यहाँ भनिराख न भिडियो गरेर के भर पर्यो ल भयो त्यो रियल कुरा गरेको भने गाइड हुँ कि नै हाम्रो थाहा सुटिङमा गाई यति गाह्रो हुन्छ तपाईँहरूले हेर्नु सजिलो हो
यत्रो खान्छ अनि त्यो गाउँको कहिले नि भगवान् आज खाएको हो मैले कति बज्यो काम केही छैन घर सुतिरहने होला खाली लाइनमा बस्दै अब भोलिबाट यस्तो डाइटिङ बस्दिन्छु नि भोलि नखाउँदै 8 बजीको सुटिङमा होला होइन जाइसक्यो बिहान 6 बजेदेखि घर 6 बजी त को उडेर पुग्छ उसको के काम जिम जान्छु नि के जिम जान्न आउँछ जान्छु ए अस्ति गएन 2 दिन बिरामी भएको थियो त म जिम गयो भने जिमबाट झन् मोटा अनि ऊ जिम जाने हो त फोटो खिचेर आउने हो घर होइन मैले 2-3 दिन भयो नगएको जिम जान्छु भनेको जिम गर्छु यहाँ नगएपछि जसरी नाम फुल्यो कि सरी गाई मार्यो अनि खायो मरेको थियो त भन्दै बिर्सिन्छ नि त गयो कालीले के खायो होला खाजा खानु मन खायो एक्लै हो मदन कोही छैन आए को भाइ 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 सबै त्यसो भए ऊ खिचिहाल उसको खिचेर राख कसको को आयो कुदेको खिच्ने भने होइन नानीको कुदेर मात्र हो खिचेर आइहाल हेर्दैमा हिँड्दैन लाइन लिन्छ होइन साथीहरू डाइले के हिँड्ने हो साथीहरू खेल्दाखेरि अनि उसलाई बाउ नहुँदाखेरि हेपेको सिन गरेर म त कसलाई भन्ने त त्यहाँ छ नि त बुढाहरू भइहाल्छ नि अलिअलि आफूले पनि सिक्नु पर्यो क्या दिँदाखेरि चाहिँ अलिअलि आफूले पनि सिक्नु एक्लै पर्यो सम्झेर बसिरहेको तर आउनु भएन भने आफूले खिच्नुपर्छ भयो छोडिदिनु कुदेको मात्र खिच क्या त्यहाँ कर्मश गर्ने अनि अर्कोचोटि सम्झाउनु आमा आउँछ नि त सही कुरा कहिले बिरामी होला मान्छे कहिले के होला सर हुँदा त सरहरूले खिचौँ न नहुँदा हाम्रै तरिका होला नि सिक्नु भनिरहेको छ नाटक हेर न के सिक्नु रे डाइरेक्सन गर्न सिक्नु त्यो मलाई बोलाउनु हँ? गीत भने क्या नाच सिक्ने भए त्यस्तो भयो सबलाई के हो जित्ने भए ट्युसन पढाइदिन्छु बेलुका घरमा आए के हो आयो मलाई गीत आएर गाइन्छ यो गीत चाहिँ यस्तो भाइरल थियो प्रियङ्का कार्की र दुर्गेश थापाको है जे हो मैले त्यही भनेको छु होइन मलाई गाली नगर्नु होला म्याथ सिक्ने भयो कि MATH म्याथ म्याथ है किन्दाहरूको परेन त आएको सिन तपाईँहरूको परेन 4 किन आइसक्यो मेरो तिमी चाहिँ कहाँ खाएर आएको कि भन्नु मन छु त म गइसकेँ सुल्तान भितालको बुढी उयो आइसक्यो कति मिनटको आएछ थाहा छ 18 मिनट ल म त छैन आज ग्राउन्डमा किन त्यस्तो हालेको किन्दै मात्र आएको थियो म नभ्याएर खै दिन त देखाम हेरौँ पार्टी थियो घर त्यो दिन होइन दिनु हेरौँ बाहिरबाट मात्र म पनि रहेछु त दिनु न हेरौँ त्यसलाई नदेखाउनु तपाईँ देखायो हुनुपर्छ ए म पनि रहेछु त खिचायो नि त फाइनल्ली गाइज हाम्रो कहानी तपाईँलाई के थाहा मेरो सुटिङ चाहिँ सकिएको छ मैले ड्रेस पनि चेन्ज गरिसकेँ त कपडा फेर यो गुडिया चेन्ज गरिसकेँ अनि यता हाम्रो सौता दिदीको त सुटिङ हुँदैछ हेलो नमस्ते तर अहिले कति बजे थाहा छ अहिले तिमी किन झुट बोल्नु हुन्छ दर्शकलाई 9 बज्यो होला यो पनि घडी देखाउँछु 8 बजेर 17 मिनट गएछ एक्सन हेरि गुडियालाई हेर ताना त आएको थियो कति हिरोनी बनेर आयो हो सौदा ए जेठानी दिदी कस्तो हिरोनी बनेर आयो जेठानी दिदी त आम्मा दिदीको यहाँ हाम्रो फ्लाइट यही फ्लाइट दिदीको हो अनि हामीले यही सुटिङ गर्छौँ ड्रेस चेन्ज गरेर बसिसक्यो आफ्नो घरमा गाह्रो छ अब म चाहिँ यो चाहिँ रुममै गएर पुस्छु अनि टिका पनि पुस्दिनँ रुममै गएर पुस्छु सबै कति बेला आउने लु बाई बाई सबैजनाले भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई अब अहिले यहाँ घर परिवारमा सबैबाट एक्लो हुँदा नि मेरो लागि बोल्ने कोही छैन राम्रोसँग हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई